त्याग अर्थात् केही गुमाउनु भनेर बुझ्छौँ हामी। तर जब उसो तपोवनमा यो 12-13 दिनको बसाइपछि म यति बेला बाहिर निस्किएको छु, मैले यो महसुस गर्न थालेको छु कि त्याग अर्थात् गुमाउनु होइन, त्याग अर्थात् केही पाउनु। हामी पनि हाम्रो आमाको शरीरको एउटा अंश बनेरै रहिरहेका हुन्छौँ 9 महिनासम्म। त्यो आमाको त्याग नै हो जसबाट हामी पैदा हुन्छौँ। त्यो आमाको पीडाहरूको त्याग हो, त्यो आमाको आफ्नो खुसीहरूको त्याग हो, या भनौँ आफ्नो शरीरको एउटा अंशलाई त्यो शरीरबाट त्याग्नु नै जन्म हो। त्यो त्यागपछि नै हाम्रो एउटा अस्तित्व बनेको हुन्छ। त्यस्तै जस्तो त्याग केही पाउनु हो, त्याग गुमाउनु होइन। त्याग गरेर रुँदै हिँड्नु त्यो त्याग पनि होइन, त्याग गरेर पीडित हुँदै हिँड्नु त्यो त्याग पनि होइन। मैले त त्यो गर्लफ्रेन्डलाई छोडिदिएँ यार भन्छ, रुँदै हिँड्छ। मैले त सुहानीसँग डाइभोर्स लिएँ यार भन्छ, मुख अमिलो हुन्छ सधैँ। त्यस्तो बुढा किन चाहियो, त्यस्तो आमा किन चाहियो, त्यस्तो साथी किन चाहियो भनेर भनिन्छ, त्यागेर हिँडिन्छ। हाम्रो फेसमा, हाम्रो मनमा पीडाहरू, हाम्रो बोलीमा त्यो खालको भावहरू झल्किरहेका हुन्छन् कि उसलाई त्यो त्याग्नुको पीडा छ। अर्थात् उसले त्यो त्यागेर नै महसुस गरे कि वास्तवमा माया के हो। एउटा श्रीमानले श्रीमती त्यागेर नै महसुस गर्यो कि श्रीमतीको जीवनमा, मेरो जीवनमा महत्त्व के हो। एउटा श्रीमानले श्रीमती त्यागेर नै महसुस गर्यो भनेपछि एउटा श्रीमतीले पनि श्रीमानलाई त्यागेपछि नै वास्तवमा महसुस गर्छ कि एउटा त्यो श्रीमान मेरो लागि के थियो, कुन अर्थमा सही थियो, कुन अर्थमा गलत थियो। आमा बाउसँग, आमा बाउका झन्झटसँग आतिएर सहन नसकेर अलग भएका छोरा बुहारीहरूले महसुस गर्छन् कि एउटा घरमा आमाको, एउटा बुजुर्गको, एउटा बुढो पुरानो मान्छेको महत्त्व के हो भन्ने कुराहरू एउटा शिष्यले गुरु त्यागेपछि महसुस गर्छ। जब त्यो गुरु त्यागेपछिको उसको त्यो अशान्त जीवन हुन्छ कि गुरु के हो भन्ने कुरा। एउटा गुरुले पनि एउटा शिष्य बिनाको आश्रममा बसेर, एउटा शिक्षकले विद्यार्थी बिनाको क्लासमा, रित्तो क्लासमा बसेर महसुस गर्न सक्छ कि विद्यार्थी मेरो लागि के हुन् भन्ने कुराहरू। त्यस्तै जस्तो त्याग भनेको केही पाउनु हो, गुमाउनु होइन। किनकि जबसम्म गुमाइँदैन उसको मसँग हुनुको महत्त्व, उसँग मेरो सामिप्यताको महत्त्व के हो भनेर कसैले पनि बुझ्नै सक्दैन। जीवनमा एकपटक त्याग गर्न जरुरी छ। र त्याग भन्दाखेरि मलाई एउटा चिज याद आयो। उसोले भन्नुहुन्छ अहङ्कार सबैभन्दा मान्छेको ठुलो दुश्मन भनेको अहङ्कार। र हामीले त्याग गर्नुपर्ने कुरा भनेको नै अहङ्कार हो। र अहङ्कारलाई त्याग गरेर जे पाइन्छ त्यो जीवनमा सबैभन्दा ठुलो कुरा हो। र त्यो कुरा हो आत्मज्ञान। जबसम्म हामीले अहङ्कारलाई त्यागिन्न तबसम्म आत्मज्ञान सम्भव छैन। र जब अहङ्कारलाई त्यागिन्छ र त्यो आत्मज्ञानलाई प्राप्त गर्न सक्ने सक्षम भइन्छ, जीवन तब मात्र सुरु हुन्छ। एउटा सार्थक जीवनको अनन्त यात्रा तब मात्र सुरु हुन्छ। बन्द आँखा पछाडिको अन्तरयात्रा तब मात्र सुरु हुन्छ। अणुको खोजी तब मात्र सुरु हुन्छ। र परमाणु बम, एटम बम तब मात्र बन्छ। जुन एउटै एटम बमले हिरोसिमा र नागासाकी जस्ता ठुला सिटीहरूलाई धुलो बनाउनलाई केही सेकेन्ड पनि लगाउँदैन। त्यस्तै जस्तो हामी
जबसम्म त्यो अणुलाई प्राप्त गरेर परमाणु बम बन्दैनौँ तबसम्म यो मानव समाजको लागि एउटा शान्त आनन्दमय र सन्तुष्टिपूर्ण जीवन निर्माण गर्न सक्दैनौँ, निर्वाह गर्न सक्दैनौँ। जय होस्।